हेलो एभ्रिवान, आज चाहिँ म अचार बनाउन गइरहेको छु। अनि आज चाहिँ मेरो सानो बाबुको बर्थडे भएको कारणले गर्दाखेरि केही मिठो यसो पकाउँ भनेर अनि लागिरहेको छु। सुरुमा अनि मैले कटिङ गरिसकेँ। अनि अचारको लागि आलु उसिनिरहेको छु। अनि आलुले चाहिँ अचारलाई लेदोरो बनाउने काम गर्दछ। अनि यहाँ तिल पनि भुट्दैछु। अचारलाई तिल त नभई हुँदैन। अनि तिलले धेरै मिठो स्वाद पनि दिन्छ। त्यही भएर तिलहरू हालेर सबै कुरा हालेर अनि म मोल्दैछु। यहाँ चाहिँ मैले अनि लप्सीको धुलो भिजाएर हाल्दैछु। अनि यहाँ मैले बाबुहरूले पिरो नखाने भएर उनीहरूलाई छुट्याइदिएर अनि लास्टमा खुर्सानी काटेर हालिरहेको छु। अनि मेरो अचार पनि यहाँ रेडी भइसकेको छ। अनि हेर्दै खाउँ खाउँ लाग्ने भइरहेको छ। अनि म यहाँ मासु हेरिँदैछु। अनि पसलमा ल्याएको छ नि फोहोर हुने भएको कारणले गर्दाखेरि आज जहिले पनि यसरी पकाएर नै हाल्दैछु। मासुको पानी नसुकुन्जेल अनि म यसलाई ओइरिन्छु। अनि म सिलौटामै मसलाहरू पिन्न गइरहेको छु। अदुवा, लसुन, जिरा चाहिँ म अनि सिलौटामै पिन्छु। अनि अब मासु मजाले ओइरिसकेको छ। अनि यसको पानीहरू सबै सुकिसकेको छ। अब यसमा मसला हालेर अघि पिनेको मसला अनि मिट मसला पनि हालेर यसलाई एकछिन चलाउने छु। यसमा अनि थोरै पानी राखेर अनि एकछिन फेरि यसलाई थोरै पानी राखेर अनि यसमा गोलभेडा राखेर अनि म यसलाई एकछिन फेरि छोड्नेछु। यसरी पकाउँदाखेरि चाहिँ मासुमा अनि एकदम मिठो स्वाद आउँदछ। हामीले यसरी पकायो भने चाहिँ एकदम मिठो हुन्छ यो मासु चाहिँ। अनि मैले चाहिँ मासुमा अहिले पिरो राखेको छैन, किनभने मेरो बाबुहरूले अनि पिरो नखाने भएको कारणले गर्दाखेरि अनि पिरो चाहिँ उनीहरूलाई छुट्याइदिएर अनि पिरो चाहिँ म जहिले पनि जुन तरकारीमा पनि अनि पिरो चाहिँ म लास्टमा हाल्छु। अनि यसरी पकाउँदाखेरि एकदम मिठो हुन्छ। तपाईँहरूले पनि ट्राई गर्नुहोला। अनि माथिबाट चाहिँ मैले धनियाँहरू छर्किदिइसकेको छु। अनि मेरो मासु चाहिँ रेडी भएको छ। यसै गरी म फेरि पनि अनि प्राउन तार्दैछु। अनि प्राउन चाहिँ बच्चाहरूलाई यस्तो बेला एकदम खानु मन लाग्छ, बर्थडेहरू यताउति भएको बेला। अनि म बच्चाहरूको लागि भए पनि अनि प्राउनहरू चाहिँ यसरी तार्दिन्छु। अब केक पनि आइपुगिसकेको छ मेरो छोराको लागि। अनि केक पनि वाउ कति राम्रो रहेछ यो केक। अनि डेकोरेसनहरू गरिरहेको छ नानी बाबुहरू मिलेर। अनि कसको क्यामेरा हो यो? हुन्छ, मेरो आजको ब्लग चाहिँ यति नै हो। हजुरहरूलाई केही कमेन्टहरू गर्ने इच्छा लाग्छ भने कमेन्ट गरिदिनुहोस्। फर्स्टको भिडियो हो, मलाई उत्साह दिनुहोला। अनि म अझै यस्तै बच्चाहरूको आफ्नो नयाँ ब्लगहरू लिएर आउनेछु। हुन्छ, सबैलाई धन्यवाद।